4 किलोमिटर रनिङ गरियो हैन यो बाटोमा। अनि 50 पटक चाहिँ पुसअप हानियो। पसिनाले चुत्रुकै पनि भिजायो। अब चाहिँ घरमा गएर चाहिँ होम वर्कआउट गर्नुपर्छ। फेरि गएर चाहिँ अब डम्बल हान्नुपर्छ थोरै। त्यस पछाडि चाहिँ पुसअप हान्नुपर्छ। अनि त्यस पछाडि रेस्ट गर्नुपर्छ। अनि सावर गरेर फेरि खाना खानुपर्छ। अनि मजाले सुत्नुपर्छ है। त्यसैले सबैजनाले चाहिँ स्वास्थ्यलाई चाहिँ ख्याल राख्नुहोस्। स्वास्थ्य नै हाम्रो धन है। पैसा चाहिँ आवश्यकता हो, तर चाहिँ स्वास्थ्य सबैभन्दा इम्पोर्टेन्ट छ है। र सबैजनाले यो चिसो मौसममा चाहिँ स्वास्थ्यलाई ख्याल राख्नुहोस्। एक्सर्साइज गर्नुहोस्, होम वर्कआउट गर्नुहोस् है। बडीलाई चाहिँ फिट राख्नुहोस्। हरेक कुरामा काम आउँछ र हरेक कुरा गर्नलाई इजी हुन्छ। हस् त, जय नेपाल।